नमस्कार, म कविराज ध्रुवप्रसाद प्रसाई, सारङ्गधर आयुर्वेद पेप्सी खोलाबाट। जाडो लागिसकेको छ र विशेष गरी हामी जाडोमा चाहिँ च्यवनप्रास खाने गर्छौँ र च्यवनप्रासले चाहिँ हाम्रो शरीरको इम्युनिटी पावर र ताकतमा यसले राम्रो प्रभाव पार्छ भन्ने एउटा मान्यता छ र यसले काम पनि गर्छ। र जाडोमा कुन च्यवनप्रासले कस्ता व्यक्तिलाई कति फाइदा गर्छ भन्ने कुरा बढी कन्फ्युजन रहन्छ। आज हामी विभिन्न च्यवनप्रासहरू लिएर आइसकेका छौँ र कुन च्यवनप्रास खाँदा तपाईँहरूलाई राम्रो हुन्छ भन्ने कुरा सानो छोटकरीमा जानकारी पनि दिन्छौँ। यो नेपाल सरकारले उत्पादन गरिएको वैद्यखानाको यार्सा गुम्बावाला च्यवनप्रास हो, जुन ताकतका लागि र इम्युनिटी पावरको लागि एकदम राम्रो मानिन्छ। भने वैद्यनाथ कम्पनीको केसरीवाला च्यवनप्रास पनि छ, जुन चाहिँ स्वर्ण भस्म, रजत भस्म र बङ भस्म मिसाएर, चाँदी भस्म मिसाएर बनेको हुन्छ। यो पनि इम्युनिटी पावरको लागि राम्रो मानिन्छ। विशेष गरी चाहिँ जसलाई इम्युनिटी सम्बन्धी समस्याहरू छ उसले यो च्यवनप्रास लिन सक्छ। भने जो व्यक्तिको चाहिँ घुँडा खिएको छ, घुँडामा क्याल्सियमको कमी छ, हिँड्दा डुल्दा कमजोरी महसुस फिल हुन्छ, मसल्सहरू क्राम्प हुन्छ भने चाहिँ झन्डु कम्पनीको केसरी जीवन एकदम राम्रो छ। किनभने यसमा प्रवाल भस्म छ जसले क्याल्सियमको काम गर्छ र केसर छ जुन चाहिँ हाम्रो सर्कुलेसनमा एकदम राम्रो प्रभाव पार्छ। यदि तपाईँलाई चाहिँ कमजोरी फिल हुन्छ र घुँडा दुख्ने समस्या छ भने केसरी जीवन प्रयोग गर्न सक्नुहुन्छ। भने जो व्यक्ति 60 भन्दा माथि एजको हुनुहुन्छ र तपाईँलाई श्वास प्रश्वास सम्बन्धी, रुगामर्की सम्बन्धी र एलर्जी सम्बन्धीको समस्या छ, विशेष गरी छाती सम्बन्धी रिलेटेड समस्या छ भने चाहिँ हजुरले धुतपापेश्वर कम्पनीको सुवामला प्रयोग गर्न सक्नुहुन्छ। सुवामला नै किन भन्नुहुन्छ भने चाहिँ यसमा स्वर्णको मात्रा बढी हुन्छ र यसमा तपाईँले स्वर्णको मात्रा सँगसँगै चाँदी, अब्रक भस्म, कान्त लौह, मक्कध्वजहरू सबै पाउनुहुन्छ। त्यो भएको कारणले यो एक प्रकारले भन्ने हो भने स्वास्थ्यको लागि कम्प्लिट प्याकेजकै रूपमा जस्तो हामीले चिन्दछौँ र यो इम्युनिटीका लागि एकदम बेस्ट च्यवनप्रास पर्छ। यो मार्केटभरिकै सबभन्दा राम्रो च्यवनप्रास हो। भने त्यस्तै गरी स्वर्ण भस्म मिक्स भएको अर्को राजभोग च्यवनप्रास पनि छ। यो मुल्तानी कम्पनीको राम्रो कम्पनीको च्यवनप्रास हो। यो पनि हजुरले यदि सुवामला प्रयोग नगरेको अवस्थामा तपाईँले राजभोग प्रयोग गर्न सक्नुहुन्छ। यो पनि इम्युनिटीको लागि राम्रो मान्छ। भने विशेष गरी सुगरका बिरामीले चाहिँ के चाहिँ खाने त भन्दा सुगरको बिरामीको लागि चाहिँ एकदमै राम्रो च्यवनप्रास छ, जुन तपाईँको वैद्यनाथ कम्पनीको केसरी कल्प छ। यसमा स्वर्ण भस्म, चाँदी भस्म र केसरीको मात्रा एकदम पर्याप्त मात्रामा हुन्छ। तपाईँले यो पनि प्रयोग गर्न सक्नुहुन्छ। यी सबै च्यवनप्रासहरू मार्केटमा लगभग सजिलै उपलब्ध छन् र हजुरलाई पनि च्यवनप्रासको आवश्यकता भयो भने हामीले काठमाडौँभरि फ्री होम डेलिभरीको व्यवस्था पनि गरिदिएको छौँ। हामीले हाम्रो नम्बर पनि राखिदिएका हुन्छौँ। यस्तै जानकारीका लागि यदि तपाईँहरूलाई कुनै जानकारी लिनु मन लाग्यो भने हामीले नम्बरमा तपाईँले वाट्सएप गर्नुहोला, या त हाम्रो क्लिनिकै आएर हजुरले भिजिट पनि गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ पेप्सी खोला, काँडागेरी, सनराइज चोक। हस्त, धन्यवाद, नमस्कार।